दुर्गेश ओइल पर्फर्मर हैन, ओइल सिङ्गर भन्दा पनि ओइल पर्फर्मर, तर कन्टेन्ट क्रिएटरको हिसाबले त्यो सङमा जहाँसम्म त्यो भाइब्स समग्र राउन्ड फिगरमा भाइब्सको कुरा गरौँ सङको हैन, त्यसले शब्दले के भनिरहेको छ, गायकले कसरी गाइरहेको छ, भिडियोमा कस्तो दृश्य एक्सन छ छैन अथवा के छ भन्ने कुरा भन्दा पनि आँखा चिम्म गरेर त्यो गीतलाई सुन्दाखेरि त्यसको एउटा भाइब्स हुन्छ नि समग्र, त्यो चाहिँ वेल छ क्या, एकदमै गुड भाइब्स छ क्या। भाइ त लिएकै मैले हो भनौँ न, यो कला क्षेत्रमा भाइको आकर्षण थियो अनि उसको नजिकको अभिभावक म आफू भएको हुनाले अब मेरो त्यो कर्तव्य ठानेर मैले गरेँ हैन। म धेरै ह्याप्पी छु, उसको स्टाइल, उसले आफूलाई मार्केट गर्ने तौर तरिकाहरू एकदमै शानदार छ, राम्रो छ, राम्रो गरिरहेछ भाइले हैन। अहिले चाहिँ उसको बेला हो। म खासै आज तपाईँले समातिहाल्नुभयो, म मिडियादेखि भाग्ने मलाई डर लाग्छ, मिडिया कसैले क्यामेरा बोकेर आयो कि मलाई बाघ आयो जस्तो लाग्छ क्या हैन आजभोलि, किनभने मिडियाको नै एक द्वार भनौँ न, एउटा गेटवेबाट चाहिँ जान चाहन्छु, तर सबै जहाँ पनि जे पनि त्यो चाहिँ अहिले चाहिँ मन लाग्दैन। लोकगीतमा आकर्षण बढ्दो छ। लोकगीत भनेको हाम्रो पहिचान हो। मायालीसँग स्वदेशी मात्रै होइन, विदेशी श्रोताहरू दर्शकहरू पनि अहिले आकर्षित भएको अवस्था छ। अहिले कमेन्टहरू पनि हजुरको म्यानमारको मान्छेहरू, भारत पाकिस्तान हैन, त्यहाँबाट चाहिँ कमेन्ट्स गरिराख्नुहुन्छ भनेपछि हाम्रो दायरा अलि विस्तार हुँदैछ, अझै फराकिलो बन्दैछ, अझै ग्लोबल्ली हाम्रो सङ्घहरूले, हाम्रो संस्कृतिले चाहिँ नि एउटा ठाउँ पाउँदैछ, स्पेस लिँदैछ बिस्तारै भन्ने सङ्केत हो यो। भेट हुँदा हाँसी बोल किन चुप मायाली, फुल जस्तै ओइली जाला एक दिन रूप मायाली, फुल जस्तै ओइली जाला एक दिन रूप मायाली, यता आउन गीत गाउन एउटा मिठो मायाली। मनोरञ्जन, सूचना र सकारात्मक सोचको प्रतिबिम्ब एचके ट्युब नेपाल अनलाइन टेलिभिजन। ओके, यतिखेर हामीसँग पछिल्लो पुस्ताका बहुचर्चित गायक हुनुहुन्छ हामीसँग वसन्त थापा। पछिल्लो समय हरेक गीतको उहाँले रेकर्ड तोडिराख्नु भएको छ। उहाँसँग आज हामी केही विशेष कुराकानी गर्दैछौँ, आउनु स्वागत गरौँ। यहाँलाई स्वागत छ। धन्यवाद। पछिल्लो समय बहुत व्यस्त हुनुहुन्छ। ठिकै छ। यो सफलतालाई कसरी लिनुहुन्छ? यो सफलता तपाईँले सफलता भनिदिनु भयो, अब यो केलाई सफलता भन्ने हो अब होइन, यो एउटा मेहनतको एउटा प्रतिफल हो जस्तो लाग्छ, थोरै धेरै भइरहेछ, खुसी ह्याप्पी छु म। जस्तो पछिल्लो समय बहुत हिट गीतहरू छन् होइन, तपाईँका सालको पातदेखि लिएर हरेक गीतहरू हिट छन्, आज पनि रिटिङ आइसकेको छ होइन। यो सफलता चाहिँ कति गाह्रो छ हासिल गर्न चाहिँ? यो मेहनत हो। अब उयो हरेक घोटिने वस्तुहरू चम्किन्छ भने जस्तो होइन, अब सर्जक गायक आफैमा कति मेहनत गरिरहेछ भन्ने कुरा चाहिँ अब दर्शक श्रोताहरूले नै अब त्यसको मूल्याङ्कन गरिदिनुहुन्छ होइन। सायद त्यो उहाँहरूको नजरमा, उहाँको मूल्याङ्कनमा मलाई चाहिँ पास गराइदिनु भएको छ भनौँ न होइन, पास भइरहेछु। म ह्याप्पी छु, एकदम खुसी छु। भनेपछि मजाले निखारिएको एउटा दरिलो हिरा हो तपाईँ? त्यो तपाईँले भन्ने कुरा हो, तपाईँले भनिदिनु भयो, धेरै खुसी पनि लाग्यो होइन। तर मलाई त्यस्तो लाग्दैन। धेरैले मलाई अहिले पछिल्लो समयमा तपाईँको भोइस राम्रो छ, एक्स्ट्रा छ, बोल्ड छ भन्नुहुन्छ, खुसी लाग्छ। जस्तो गीतहरू हिट भइराख्दाखेरि आज पनि एउटा गीत आइसकेको छ, तपाईँको सार्वजनिक भइसकेको छ होइन, यो गीतमा कसरी जोडिनु? यो गीतमा हाम्रो आदरणीय, अघि नै मैले भनिसकेँ, आदरणीय गीतकार राजेन्द्र थापा बुवा, उहाँ फिल्मका गीतहरू लेखिराख्नु भएको, पहिला पनि सुगम सङ्गीतहरू अरुणा लामाको पालादेखि नै लेख्दै आउनु भएको छ। सायद पोहोर साल खुसी फाड्द होस् अथवा अहिलेको चाहिँ धेरै गीतहरू छन् बुवाको होइन। उहाँसँग जोडिनु पाउँदा धेरै खुसी लागेको छ। यहाँभन्दा पहिलाको गीतमा पनि हामी छमाया छपकैमा जोडिया थियौँ। त्यहाँनिर चाहिँ छमाया छपकै दिनको रातैमा लमाया लपकै सालको पातैमा
जुनको जुनेली जुनको जुनेली जुनको जुनेली हे जुनको जुनेली माया जुनको जुनेली कहाँ जान्छौ जुन किरियो माया नली ए जुनको जुनेली ए जुनको जुनेली यो टाइपको सङ गरेका थियौँ हामीले यो किनभने पछाडि तपाईँले गाउनुहोस् भन्नुहुन्छ पक्कै पहिल्यै आफै जानेर गाइदियो भने तपाईँ भनेपछि तपाईँ सिङ्गर मात्रै नै बाठो मान्छे पनि हो जस्तो अब तपाईँले जसरी परिभाषा गर्नुहुन्छ म त्यही हो जस्तो यो गीतहरू बहुत हिट छन् होइन तर तपाईँ अलिकति मान्छेले चाहिँ ठ्याक्क नचिनेको हो कि जस्तो फिल हुन्छ हुँदै म खासै आज तपाईँले समातिहाल्नुभयो म मिडियादेखि भाग्ने मलाई डर लाग्छ मिडिया कसैले क्यामेरा बोकेर आयो कि मलाई बाघ आयो जस्तो लाग्छ क्या होइन आजभोलि किनभने मिडियाको नै एकद्वार भनौँ न एउटा गेटवेबाट चाहिँ जान चाहन्छु तर सबै जहाँ पनि जे पनि त्यो चाहिँ अहिले चाहिँ मन लाग्दैन किन अहिले त मिडियाले धेरैलाई बाघ बनाएका छन् नि त यस्तो छ मिडियाले कसरी मेरो कुराहरूलाई कसरी प्रेजेन्ट गरिदिन्छ भन्ने चाहिँ कुरामै डर लाग्न थाल्यो म केही मिडियाहरूसँग यहाँभन्दा पहिला पनि बोलेँ होइन त्यसलाई अलि आफ्ना लागि चाहिँ त्यसलाई अलि बाङ्गोटिङ्गो तरिकाले प्रेजेन्ट गरिदिने मिडियाहरू धेरै पाएँ कि मैले त्यो भएर मिडियादेखि एउटा विकर्षण चाहिँ भएको थियो तर आज चाहिँ तपाईँहरूसँग एउटा आकर्षण छ फेरि जस्तो तपाईँ एउटा गायक मात्रै होइन तपाईँ कतिपय मान्छेको इन्सपिरेसन पनि हुनुहुन्छ दुर्गेश थापा अहिलेका चलेका गायक महोत्सवको किङ होइन उहाँको त तपाईँ गुरु पनि है ओहो भाइले भन्छ त्यो खुसी लाग्छ भाइले दाइलाई गुरु भन्नु स्वाभाविक हो कति वर्षदेखि जोडिनु भएको छ उहाँसँग भाइ त लिएकै मैले हो भनौँ न अब यो कला क्षेत्रमा भाइको आकर्षण थियो अनि उसको नजिकको अभिभावक म आफू भएको हुनाले अब मेरो त्यो कर्तव्य ठानेर मैले गरेँ जुन किसिमको अहिले चर्चा छ होइन स्टेज किङ पनि भनिन्छ होइन यो चर्चालाई चाहिँ तपाईँले कसरी हेर्नु भएको छ होइन त्यो त अब उसको गतिविधिले पनि बताइराखेको छ होइन हामीले अब मैले भन्नुभन्दा पनि तपाईँहरूले पनि अनुमान गरिसक्नु भएको छ ऊ के हो भन्ने कुरा अब मैले भाइको बारेमा धेरै बोल्दा होइन त्यति राम्रो त शोभनीय देखिँदैन हजुरहरूले मूल्याङ्कन गर्दा राम्रो सबैले आम दर्शकहरूले मूल्याङ्कन गर्दा राम्रो उहाँको गुरु भएको नाताले तपाईँको नजरमा चाहिँ कस्तो गाएको त दुर्गेश थापा ऊ राम्रो इन्टरटेनर राम्रो प्रस्तोता राम्रो पर्फर्मर हो राम्रो वेल सिङ्गर भन्दा नि वेल पर्फर्मर 100% हो म भाइलाई यो भन्न सक्छु कि हामीभन्दा पनि धेरै अब्बल पर्फर्मर हो अहिले पछिल्लो समय उहाँले त विश्राम पनि लिनु भएको छ यहीसम्म मैले कुनै स्टेज गर्दिनँ भनेर उहाँले चाहिँ विश्राम पनि लिनु भएको छ कि यो कुरालाई चाहिँ तपाईँ कसरी हेर्नुहुन्छ एउटा सिङ्गर भएको नाताले स्टेजतिर जाने भएको नाताले चाहिँ कसरी हेर्नुहुन्छ राम्रो हो ग्यापिङ गरेको राम्रो पनि हो नि त होइन अब केही तयारी गरेर फेरि श्रोतामाझ आफूलाई पस्किँदा एउटा चाहिँ छुट्टै खालको एउटा आफ्नो नीति हुनसक्छ त्यो राम्रो हो भाइको सोच स्टाइल आफ्नो स्टाइल छ नि त होइन जस्तो उहाँको पछिल्लो समय निकै ग्याप बसेर आउनुभयो होइन कतिपयले चाहिँ स्टेजमा उहाँ आइसक्दाखेरि बाघ फेरि कम ब्याक भयो स्टेज किङ कम ब्याक भयो अब दुर्गेशको दिन आए भन्छन् कि तपाईँलाई चाहिँ फेरि दुर्गेशको दिन आएको हो जस्तो लाग्छ कि गुरु भएको हिसाबले होइन खासै अब दुर्गेशको धेरै कुराहरू चाहिँ अब सायद हजुरले मलाई नसोध्नु भएको भए अझै राम्रो हुन्थ्यो मेरै बारेमा सोध्नु भएको भए म अझै तपाईँको कुरा आउँछ तपाईँ भनेको गुरु हो उहाँको एउटा कलाकार हिट हुनुमा होइन सफलता हुनुमा एउटा गुरुको ठुलो हात हुन्छ नि त तपाईँ गुरु भएको नाताले आफ्नो चेलाको होइन खो म धेरै ह्याप्पी छु उसको स्टाइल उसले आफूलाई मार्केट गर्ने तौर तरिकाहरू एकदमै शानदार छ राम्रो छ राम्रो गरिरहेछ भाइले होइन अहिले चाहिँ उसको बेला हो ऊ सङ्गीतको कुनै भाषा हुँदैन मलाई आई थिङ्क मलाई त्यस्तो लाग्छ किनभने नत्र भए कोरियाको गीत नेपाल चल्दैन थियो होइन हाम्रो इन्डियाको गीत नेपाल चल्दैन थियो होइन हामी अहिले चाहिँ अरबियन गीतहरू बिटहरू सुन्छौँ नेपालीहरूले पनि हाम्रो नेपाली गीतहरू पनि अहिले हामीले गरिरहेको के हो त यो गीतको पनि कीर्तिजीले भन्नुभयो त यो गीतको टोन मिठो लाग्यो मलाई भन्नुभयो हामीले नयाँ जनरहरूलाई पनि आकर्षण पैदा गर्ने उनीहरूलाई आकर्षित गर्ने केही न केही चिजहरू एउटा फ्युजन उसमा लिएर जाउँ होइन नयाँ पुस्ता र पुरानो पुस्तालाई जोड्न सकौँ भन्ने नै हो अभ्यास सबै
जस्तो अहिले उहाँको एउटा गीतले इन्टरनेसनल्ली निकै राम्रो मार्केट लिइरहेछ होइन, जुन किसिमले उहाँको आयो यो गीतले चाहिँ नेपाली गीत सङ्गीतलाई अन्तर्राष्ट्रियकरण गर्न चाहिँ कतिको महत्त्व पुग्छ जस्तो लाग्छ? मैले भन्दै आएको कुरा के हो भने दुर्गेश ओइल पर्फर्मर होइन, ओइल सिङ्गर भन्दा पनि ओइल पर्फर्मर, तर कन्टेन्ट क्रिएटरको हिसाबले त्यो सङमा जहाँसम्म त्यो भाइब्स समग्र राउन्ड फिगरमा भाइब्सको कुरा गरौँ सङको होइन, त्यसले शब्दले के भनिरहेको छ, गायकले कसरी गाइरहेको छ, भिडियोमा कस्तो दृश्य एक्सन छ छैन अथवा के छ भन्ने कुरा भन्दा पनि आँखा चिम्म गरेर त्यो गीतलाई सुन्दाखेरि त्यसको एउटा भाइब्स हुन्छ नि समग्र, त्यो चाहिँ वेल छ क्या, एकदमै गुड भाइब्स छ क्या। आई थिङ्क त्यो भाइब्सले काम गरे हो कि भन्ने लाग्छ मलाई चाहिँ। अहिले चाहिँ अब ग्लोबल ट्रेन्डिङमा परिरहेछ यो, तपाईँले अस्वीकार गरेर नि भएन, मैले अस्वीकार गरेर नि भएन, यो ग्लोबले मानिसकेपछि त मान्नु पऱ्यो नि होइन, यही जस्तो लाग्छ मलाई। जस्तो अब पछिल्लो समय लोक बेसका गीतहरूले होइन निकै दर्शकको मन जितिरहेछ होइन, पछिल्लो समय लोक सङ्गीतलाई पनि दर्शकले रुचाउनुमा चाहिँ के हो जस्तो लाग्छ कारण चाहिँ? लोकगीतमा आकर्षण बढ्दो छ। लोकगीत भनेको हाम्रो पहिचान हो, पहिचानसँग जोडिनुपर्छ भन्ने लाग्छ। किन यस्तो लाग्छ भने तपाईँ फिल्म सेक्टरकै कुरा गरौँ, भारतीय फिल्म सेक्टरमा यता मुम्बईतिरको र यता साउथतिरको हेर्नुहोस्, साउथतिरकोमा आफ्नै इतिहास, आफ्नै कथा व्यथाहरू, आफ्ना कथानक, आफ्ना समाजका कथाहरू भेटिन्छन्। त्यो अहिलेसम्म पनि त्यसले मार्केट राम्रो गरिरहेछ भने अब यताको चाहिँ मुम्बईतिरको फिल्मले अलिकति पुँजीवादी युगलाई अलि सम्भ्रान्त परिवारको कथाहरू समेट्थ्यो, तर त्यो चिजहरू बिस्तारै घट्दै गयो त्यसको मार्केट। भनेपछि हामीले हाम्रो कलाभित्र, हाम्रो मौलिकताभित्र हाम्रो बजार खोज्नु पऱ्यो क्या। अहिले भइरहेको पनि त्यही हो। रुकुमै कोटा भन्नुहोस् अथवा ग्लोबल ट्रेन्डिङमा परेका सङहरू हेर्नुहोस् त, के छ, मौलिकता, हाम्रो माटोको बास्ना आउने खालका गीतहरू छन्। म अलि साह्रो बोलिरहेको छु क्या होइन, फेरि यो अप्ठ्यारो लाग्न सक्छ। मलाई लाग्छ हाम्रो मौलिकता, हाम्रो पहिचान सहितका सङ्गीतहरू हामीले पस्किने हो भने सायद ग्लोबल्ली सबैतिर चर्चा हुनसक्छ भन्ने चाहिँ हो। यो अलि भइराखेको पनि छ। कारण चाहिँ के हो भने हाम्रा मौलिक मूर्छनाहरू सबैका लागि प्रियकर छन्, सबैलाई मनपर्छ भन्ने पनि हो। जस्तो यो मायाली भन्ने गीत पनि एकदमै हिट, धेरै दर्शकले रुचाउनु भएको गीत हो होइन, तर यो गीतमा गायक तपाईँ हो भन्ने चाहिँ नाम हेरेर मात्रै थाहा हुन्छ कि, जस्तो मान्छे यहीँ हुनुहुन्छ, थोरै यो गीतलाई गुनगुनाउन पाएदेखि अझ राम्रो हुन्थ्यो कि भन्ने चाहिँ। होइन, मलाई के डर लागेको थियो भने तपाईँले मायालीको बारेमा सोध्नुहुन्न, खालि हावा कुरा बाहिरको मात्रै सोधिराख्नु भएको छ। जुन अहिले चाहिँ मौलिक चाहिँ जुन एउटा मूल प्रवाह हो त्यही छोड्नुहुन्छ कि जस्तो लागेको थियो। बाइचान्स तपाईँ टुप्लुक्क आयो हिरो पछाडि आउँछ भने जस्तो यो सन्दर्भमा पनि पछाडि जोडियो होइन। मायाली चाहिँ अहिले मलाई त्यो लाग्छ कि मायालीसँग स्वदेशी मात्रै होइन, विदेशी श्रोताहरू दर्शकहरू पनि अहिले आकर्षित भएको अवस्था छ। अहिले कमेन्टहरू पनि हजुरको म्यानमारको मान्छेहरू, भारत पाकिस्तान होइन, त्यहाँबाट चाहिँ कमेन्ट्स गरिराख्नुहुन्छ भनेपछि हाम्रो दायरा अलि विस्तार हुँदैछ, अझै फराकिलो बन्दैछ, अझै ग्लोबल्ली हाम्रो सङ्घहरूले, हाम्रो संस्कृतिले चाहिँ नि एउटा ठाउँ पाउँदैछ, स्पेस लिँदैछ बिस्तारै भन्ने सङ्केत हो यो होइन। हो, अघि नै मैले तपाईँलाई भने कि हामीलाई परसम्म पुर्याउने एउटा जिम्मेवारी तपाईँहरूले बोकेर आउनुभएको छ काँधमा। कहिले ट्राइपोड काँधमा बोक्नुभयो, कहिले क्यामेरा काँधमा बोकेर, त्यो जिम्मेवारीको भारी हो त्यो है। यो जिम्मेवारी मैले जे बोलिरहेको छु यो पनि तपाईँले परसम्म ती दर्शक श्रोताहरूलाई होइन, नसुनेका मान्छेहरूलाई पनि सुनाइदिनु होला कि नेपाली लोकगीतले धेरै छिटो ग्लोबललाई आक्रमण गर्ने होला छ। यो मैले आज बोल्दैछु बडो शानदारका साथ। पनि लोकदोहोरीमा काम गर्न पाए हुन्थ्यो र लोकदोहोरीको चर्चै छुट्टै छ कि पहिला र अहिले होइन। सो यसलाई चाहिँ कति खुसी लाग्दो रहेछ आफू यही बिटको भएर पनि। यो भनेकै मैले अघि नै भने, जहिले पनि मिडिया तपाईँहरूले ब्रिजको काम गरिदिनुहुन्छ। ब्रिजले, पुलले के काम गर्छ भने ओल्लो किनार र पल्लो किनार जोड्ने काम गर्छ। तपाईँ हाम्रो पुल हो। मिडियाले हामीलाई नयाँ नयाँ जनरका दर्शक श्रोताहरूसँग होइन, मिडियाले विदेशका मान्छेहरू अझै तपाईँले यसलाई चाहिँ नि डकुमेन्ट्री बनाएर अझै तपाईँले इङ्ग्लिस सबटाइटलहरूमा हामीलाई एक्सपोज गरिदिनु भयो भने हामी अझै पर पुग्न सक्छौँ
हाम्रो लोकगीतका मूर्छनाहरू दुनियाँले मन पारिरहेछन् भनेपछि यो त अब हाम्रो लागि बडो सुखको एउटा चाहिँ नि सन्देश हो। यो ग्लोबल्ली जाँदाखेरि च्यालेन्ज पनि त होला नि, अझ राम्रो राम्रो निकाल्नु। यो त इन्सपिरेसन प्रेरणा भने नि मैले, यसले हामीलाई अब प्रेरणा दिइराखेको छ। जस्तो कश्मीरी पछरी होस् अथवा चाहिँ रुकुमैकोटा होस्, अहिले आएर मायाली होस्, सालको पात होस् अथवा चाहिँ दुश्मन हेरेको हेरै होस्, एउटा हाम्रै लोक प्याटर्नको सङ्ग नै हो यो पनि होइन। यसले ग्लोबल्ली यात्रा गर्दाखेरि चाहिँ अहिले चाहिँ विदेशका मान्छेहरूले फलो गरिरहेछन् होइन, गाइरहेछन् दुश्मन हेरेको हेर ए दुश्मन होइन, यस्तै टाइपले भनेको त्यो समग्र भाइब्सलाई उहाँहरूले चाहिँ मन पार्नु भएको हो क्या। ओके, अन्तिममा छौँ दाइ, मायाली गीत थोरै गुनगुना। ओहो, यो फेरि सुन्दा बडो आनन्द र गाउँदाखेरि चाहिँ अलि 12 बज्ने खालको गीत हो। भेट हुँदा हाँसी बोल किन चुप मायाली, भेट हुँदा हाँसी बोल किन चुप मायाली, फुल जस्तै ओइली जाला एक दिन रूप मायाली, फुल जस्तै ओइली जाला एक दिन रूप मायाली, यता आउन गीत गाउन एउटा मिठो मायाली, चिनिनौ र म त गल कोटे ठिटो मायाली, यता आउन गीत गाउन एउटा मिठो मायाली, चिनिनौ र म त गल कोटे ठिटो मायाली, चिनिनौ र म त गल कोटे ठिटो मायाली। थ्याङ्क यू सो मच यहाँलाई पनि यो समय र संवाद। थ्याङ्क यू सो मच, धेरै धन्यवाद।